हेलो हेलो साथीहरु, नमस्ते नमस्ते। आरामै हुनुहुन्छ के कसो गर्दै हुनुहुन्छ? अब एउटा तपाईहरुलाई यो जानकारी गराउँ भनेर के हुन तपाईहरुले जानकारी पाइरहेकै कुरा हो। अनि यस्तो भिडियो बनाएर किन राख्यो भन्नु होला। पार्टीमा फेरि यो पार्टी त्यो पार्टी भन्ने पनि कुरा हुन्छ होला। हामीले जुनसुकै पार्टी भए पनि जस्तो भए पनि हामीले यसलाई उसलाई नभनौं। सर हेर्दा कुलमान घिसिङले कम्पनी विद्युत प्राधिकरण नाफामा गएकै थियो अनि सरकारलाई पनि निकै राम्रो आर्थिक टेवा पुर्याएकै थियो। अनि आएर हाम्रो गाउँठाउँ बस्ती बस्तीमा जति ठाउँमा विद्युतहरु पुगेको छ 99% ठाउँमा भनिएको छ। अहिलेको नयाँ विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले त 97% भन्नुभएको छ, तर 99% भनेर चाहिँ उहाँले कुलमान घिसिङले भन्नुभएको थियो। अनि सबैतिर विद्युतहरु पुगेको ठाउँहरुमा कहीँ पनि बिजुली जाने यताउता हुन्थेन। त्यो हुरी बतासले कहिले काहीँ झिप गरे पनि तपाईको 3 मिनेट पुग्थेन के। थाहा हुन्छ नि त यो कसरी गएको कसरी आएको भनेर। हो त्यसरी चाहिँ विद्युत राम्रो प्रभाव भइरहेको थियो अनि कम्पनी फाइदामा गइरहेको थियो। अनि जनताले सबैले राम्रो मानेकै थिए। उनले जतिसुकै खाए पनि सबै नाफामा गएको छ अनि चाहिँ बिजुली आकै छ भनेपछि त्यस्तो राम्रो गरेको मान्छेलाई गेट आउट गराएर फाल्दिएर हैन। अनि कार्यकारी निर्देशक अहिलेको हितमान साक्की भन्नेलाई लिएर आएपछि अहिले भर्खरै मैले अहिले घरमा कुरा गर्दा गर्दै 3 चोटी बिजुली गइसक्यो। गएको छ हैरान भइसक्यो। हिजो 6 चोटी गएको थियो। अब कति चोटी गयो मैले 1 घण्टा कल गर्छु भनेर 1 घण्टा जति म बाहिर निस्के कल गर्दै गर्दा तपाईको 6 चोटी लाइन गयो। भनी हाम्रोमा मात्रै हो कि सबैतिर गएको छ। यस्तो नराम्रो कुभलो सोच्ने अनि इन्डस्ट्रीहरुबाट चाहिँ बक्यौदा उठाउन नदिनी उनीहरुलाई चाहिँ चुनावी खर्चको लागि त्यहाँ पैसा जम्मा गर्नको लागि अहिले इन्डस्ट्रीबाट उद्योगबाट पैसा नउठाउने अनि मान्छे तुरुन्तै कार्यकारी निर्देशक चेन्ज गराउने उसको कार्यमिति अझै हुँदा हुँदै पनि यस्तो व्यवस्था गर्ने मान्छेलाई यस्तो पुरानो दल यस्तो सोच भएको व्यक्तिलाई हामीले अब भोट हाल्नु हुन्न है। यो अलगत मेरो युट्युब च्यानलमा यो खालको कुरा मैले कहीँ पनि गरेको छैन। आज मलाई निकै ज्यान तातेर चाहिँ मलाई यो कुरा गर्न मन लाग्यो। एकदम हजुरहरुले सोच्नु होला यस्ता व्यक्तिलाई हामीले फेरि पनि भोट दिएर त्यो ठाउँमा पुर्याइयो भने केही हुनेवालै छैन। बोल्छन् एकातिर गर्छन् एकातिर। यो कुरा सबैले बुझ्न जरुरी छ है साथीहरु। कुन कुन देशबाट हेर्नु भएको छ जे जस्तो भए पनि आफ्नो टाढै हुनुहुन्छ भने घर परिवारलाई भनेर भए पनि अब नयाँ सोच भएको मान्छेलाई राम्रो मान्छेलाई हामीले चिन्नु पर्छ है। अब हामीले बाले आमाले यसैमा दिनुभएको थियो पहिलाको म कांग्रेसै हो पहिलाको म एमाले नै हो भनेर यस्तो बल नगर्नु होला प्लिज साथीहरु है। एकदम परिवर्तन ल्याउनु पर्छ है। तपाई हामीले विदेश बसेर के हुन्छ र यहाँबाट भुकिया छ त्यस्तो कुरा होइन है। म पनि विदेशमै छु। मेरो घर परिवारबाट कमसेकम 12-13 वटा भोट आउँछ। मैले फोन गरेर सबै चाहिँ भोट जति राम्रो ठाउँमा लगाउँछु। तपाईहरुले पनि त्यस्तै गर्नु होला ल है त। म अहिले फोन गर्दा गर्दै तत्काल त्यही भएर मैले यो सानो भिडियो बनाएको। अब कोले हेर्नुहुन्छ के गर्नुहुन्छ यो सबैलाई थाहा भएकै कुरा हो। तर रिफ्रेशको लागि मैले फेरि पनि भने शेयर गर्नु होला। यो चाहिँ यो पाराले भएन सायद नेपाल भरि नै गएको छ होला लाइन। मलाई त्यस्तै लाग्यो। हाम्रो स्याङ्जामा मात्रै काटेको त हैन होला। यो पाराले कहाँ हुन्छ? बोर परार कहिले पनि यो भन्दा अगाडि कहिले लाइन जान्थेन। किन लाइन जान थाल्यो? हामी नेपालकै सबभन्दा ठुलो जलविद्युत आयोजना कालीगण्डकी ए मेरो घरबाट 25 मिनेट मात्र लाग्छ जहाँ मैले नि काम गरेको थिएँ पहिला। त्यत्रो 144 मेगावाट विद्युत उत्पादन छ। अझै बढी पनि हुन्छ कहिलेकाहीँ। भने अहिले हाम्रो घर दैलामा अँधेरै छ। यस्तो गर्ने सरकारलाई हामी फेरि भोट दिएर त्यहाँ पुर्याउने हो? हामी एकदम सोच्नु पर्छ है साथीहरुले। सबैले एकदमै ख्याल गर्नु होला। आफ्नो घर परिवारलाई भन्नु होला। कोही पनि नरिसाउनुस् म त्यही पार्टीमा थिएँ यसले यसो भन्यो त्यस्तो नभन्नुस् के। काम हुनु पर्यो के। काम भयो भने जुन पार्टी पनि ओके हो के। पार्टी सबै राम्रो मान्छे खत्तम भयो के। हामी मान्छे चिन्नु पर्यो। यस्ता व्यक्तिहरु प्रमुख भएका ठाउँमा हामी भोट हाल्नु भएन ल साथीहरु। ओके बाइ बाइ।